सुरुमा हामीले चिकन ललिपप बनाउनको लागि यसरी आरारोट राख्ने आवश्यकता अनुसार राख्नु होला तपाईँहरूले। कति चिकन बनाउँदै हुनुहुन्छ आरारोट भन्ने किन्न पाइहाल्छ। यसरी किनेर ल्याएर आरारोट एउटा भाँडामा राख्नु होला। अनि त्यसपछि मैले चिकन मसला भन्ने हुन्छ त्यो पनि पाउनु, त्यो चिकन मसला पनि यसमा राख्नु होला तपाईँहरूले। आवश्यकता अनुसार राख्नु होला तपाईँले कति छ तपाईँसँग चिकन ललिपप बनाउनको लागि। मैले आरारोट पनि राखेँ, चिकन मसला पनि राखेँ। अब राखिसकेपछि यहाँनिर अब तपाईँहरूले मिक्स मसला अनि नुन पनि राख्न सक्नुहुन्छ। नुन पनि राखेको छु। मिक्स मसला धनियाँको धुलो अथवा बेसारको धुलो, जिराको धुलो पनि राख्न सकिन्छ। गरम मसला पनि राख्नु होला तपाईँहरूले आवश्यकता अनुसार तपाईँलाई कति खान मन लाग्छ। अब यति चिजहरू हामीले राख्यौँ भने मैले गरम मसला मिक्स मसला सबै भनिहालेँ। तपाईँसँग भान्सामा जे छ त्यो मसलाहरू राख्नु होला। तपाईँले कुन मन पराउनुहुन्छ चिकन यो ललिपप खानको लागि। यति भइसकेपछि अब यसलाई मजाले अब मैले टिमुरको थोरै छोप पनि राखेको छु, खुर्सानीहरूको भुटेको छोप चाहिँ यति राखेको छु। तपाईँहरूले राख्न मन लागे पनि राख्नुहोस्, यदि राख्न मन छैन भने पनि नराख्दा हुन्छ। अब यसलाई पानी राखेर अब मैले लसुन र अदुवा पिसेको पनि थिएँ। यसरी लसुन र अदुवा पिसेको छु, पेस्ट बनाएको छु। यसलाई पनि राख्ने अझ एकदमै स्वादिष्ट हुन्छ। ललिपप हामीले खाँदाखेरि एकदमै स्वादिष्ट हुन्छ। यो कुरा पनि तपाईँहरूले ख्याल गर्नु होला। अब मैले पानी राखेको छु, यसलाई मिसी गर्छु। एकदमै ठिक्क खालको टोप तयार गर्ने। अब यहाँनिर मिसी भनेको यसलाई मजाले तपाईँहरूले यसरी ठिक्कको बनाउनु होला। धेरै पातलो पनि होइन, धेरै बाक्लो पनि होइन, ठिक्कको। किनभने हामी यो चिकन ललिपप हामीले यसमा राख्छौँ। यसमा राख्यो भने त्यसमा एकदमै म्युट हुने टाइपको राख्नु होला। कलरको लागि पनि केही राख्न सक्नुहुन्छ, अथवा कलर छैन, फुड कलर छैन भने पनि तपाईँहरूले थोरै बेसार राख्दा पनि कलर निस्किहाल्छ। यसरी फिट्नु होला। मैले अब यहाँनिर एकदमै तयार हुँदैछ। अब यहाँनिर मैले चिकन यसरी एड गरेको छु। चिकन मैले तयार गरेको थिएँ। सुरुमा तपाईँहरूले तयार आफूले गर्न सक्नुहुन्छ, नभए मासु पसलबाट पनि गर्न सकिन्छ। अब यसलाई मिक्स गर्नु होला चम्मचले, अथवा तपाईँहरूले हातले पनि गर्न सकिन्छ। आफ्नो घरमा खानको लागि तपाईँहरूले हात सफा गरेर पनि गर्न सकियो, यसलाई चलाउन सक्यो, अथवा चम्मचले चलाउन पनि सक्यो। एकदमै मैले ठिक्कको बजारबाटै अथवा मासु पसलबाटै बनाएर लिएर आएको थिएँ चिकन यो ललिपपको लागि पिसहरू। अनि मैले यहाँ मसला मात्रै यसको लागि तयार गरेको छु। अब सबै यसको अङ्ग पुग्ने गरी भनेको मतलब यसलाई एकदमै सबै ठाउँमा पुग्ने गरी मिक्स गर्नु होला। मिक्स गरिसकेपछि मैले पेन बसालेको छु। अब तेल सुरुमै तातिसकेको थियो, अनि मैले भाउको सबै ललिपपहरू एड गरेको छु। यति स्वादिष्ट हुन्छ। तपाईँहरूले एक साइडमा पाकिसकेपछि अर्को साइडमा राख्नु होला, अथवा ठुलो भाँडोमा। मैले सानो भाँडोमा गरेको छु र ग्यास तपाईँहरूले एकदमै सानो गर्नु होला। किनभने धेरै ग्यास गऱ्यो भने पनि डढ्छ, अथवा राम्रोसँग पाक्दैन। सानो ग्यास गऱ्यो भने एकदमै मजाले पाक्छ। पाक्यो भने खाँदा पनि एकदमै स्वादिष्ट हुन्छ। अलिकति टाइम लाग्छ। तपाईँहरूले एक साइडमा पाक्यो भने अर्को साइडमा पकाउनु होला। अब कति खान मन, धेरै कुरुङ खान मन छ कि ठिक्कको छ कि त्यो किसिमले बनाउनु होला। मैले अब ठिक्कै मनपर्ने भएकोले गर्दाखेरि मैले ठिक्कै राखेको छु, अथवा अलिकति कुरुङ टाइपको बनाउँदैछु। तपाईँहरूले जसरी बनाउँदा पनि हुन्छ। एकदमै सिम्पल छ। तपाईँहरूले घरमै थोरै मसला भइहाल्यो। हामीले दैनिकी भान्सामा युज गर्ने मसलाहरू राख्ने, अनि कुनै नयाँ कुराहरू केही ल्याउनु पर्दैन। चिकनको ललिपप बनाएर पसलबाट दिइहाल्छ, त्यो पनि ल्याउनु परेन। अब यो मैले तयार भइसकेको छ, मैले झिक्छु प्लेटमा। अब यसरी खान सकिन्छ। तपाईँहरूले